हेलो हेलो साथीहरू। अनि खानापिना खानुभयो त? म त दोस्रो भिडियो पनि लिएर आउन भ्याएँ आज चाहिँ। आज म पुरा फास्ट सुपर फास्ट बनिएको छु। अनि यो भिडियो चाहिँ आज बिहानदेखिको हो। बिहानको चाहिँ अब सबै थोक राखिनँ। अब म घरको सरसफाइ यताउति गरेर नुहाइधुवाइ गर्छु अनि दुध लिन जान्छु। अनि आमाले चाहिँ पूजापाठको काम गर्नुहुन्छ है त। अनि आमाले चाहिँ सधैँ आमाले पहिले पूजा गर्नुहुन्छ, त्यसपछि म गर्छु। अनि दुध लिएर आएँ अनि भगवान्को लागि थोरै छुट्याएर भगवान् पूजा गर्ने ठाउँमा लगिदिएँ। अनि आमाले पूजा गरिसक्नुभयो। अनि त्यसपछि मैले पनि गरेँ। अनि मिठो चिया पकाएर खायौँ सासू बुहारीले। त्यसपछि चाहिँ मेरो काम किचनको। अनि आज चाहिँ क्याप्सिकम र आलुको तरकारी बन्छ। अनि मैले हिजो तपाईँहरूलाई शीतल चिनी देखाएको थिएँ। त्यो शीतल चिनी आज दालमा हालेर पकाउँछु है त। म कसरी तड्का लगाउँछु तपाईँहरूलाई देखाउँदैछु। तेल तताएर थोरै जिरा फुराउने, त्यहाँबाट लसुन पनि फुराउने। अनि लसुन जिरा रातो भएपछि अनि त्यो शीतल चिनीको पत्ता धोइ पखाली रेडी पारेर राखेको छु नि त मैले। अनि त्यो शीतल चिनीको पत्ता पनि राखिदिने। अनि खोर्सानी एउटा पनि फुराउने। मैले चाहिँ खोर्सानी माथिबाट राखेको छु किनभने खोर्सानीको खारले त्यो बाबालाई पनि अलिक दिगदारी गर्छ। अनि सानो बाबु पनि छ, त्यही भएर म चाहिँ खोर्सानी फुराउन एकदमै डर लाग्छ क्या मलाई। अनि माथिबाटै राखिदिएँ। अनि मजाले चलाएर अनि पाके जस्तो भएपछि अनि त्यसमा दाल खनाइदिने। आज चाहिँ मैले मुङ दाल मात्रै बनाएको थिएँ कि। अनि मुङ दाल हालिदिएँ। अनि त्यहाँबाट त बाक्लाक भुक्लुक उम्लिन्छ दाल रेडी। त्यहाँबाट फेरि अर्को कराईमा तेल तताएर प्याज फुराएँ। अनि प्याज फुराएपछि टमेटो 2टा काटेर हालिदिएँ। अनि टमेटो 2टा काटेर हालेपछि त्यसमा अनि लाग्ने मरमसला, ड्राई मरमसला जसरी त्यही अब सबैलाई थाहै छ है। नुन, बेसार, जिरा धनियाँको धुलो, गरम मसला, खोर्सानीको धुलो राखेर अनि मजाले पराकपुरुक पारेर भुट्ने हो। अनि के अरे टमेटो मजाले गलत्त भएर पाकेपछि अनि त्यहाँबाट चाहिँ मैले क्याप्सिकम र आलुलाई त्यसमा राखिदिएँ। त्यहाँबाट त अनि काम खतम भन्दा पनि हुन्छ। सही चलाउने मजाले। अनि छोप्दै उगार्दै चलाउँदै एकैछिनमा पराकपुरुक पाकिहाल्छ। एक खेप उगारेर हेर्दा यतिको भएको थियो। अनि दोस्रो खेपमा त रेडी। अनि चाहिँ आज हामीले खानामा भात अनि क्याप्सिकम आलुको तरकारी अनि यो शीतल चिनीको पत्ता, सजिउनको पत्ताको तड्का लगाएको दाल, टमेटोको चटनी बनाइदिएकी थिएँ। अनि खाना हामीले आज यसरी खायौँ। अनि बुढाले चाहिँ काँक्रो पनि खाऊँ न हौ बुढी भन्नुभयो। अनि फेरि काँक्रो काटेर दिएँ। त्यहाँबाट म पनि खाना बसेँ। अनि गमलाङ गुम्लुङ पार्दै खाएँ। आज चाहिँ मलाई कस्तो भोक लागेको के, एक्कासी अरू दिन यस्तो हुन्थेन। आज चाहिँ कस्तो भोक लाग्यो। अनि म पनि गमलाङ गुम्लुङ खानु थालेँ। दाल हाल्दै यस्तो मिठो भएको नि यो दाल त। आमाले पनि भन्नुहुँदै थियो कति मिठो भएको हौ दाल त भनेर। हस्त साथी आजलाई यति नै, बाई बाई।